आज बिहान एकदमै छिटो उठेर 5:30 बजी हट एयर बेलुनको पिकअप बस लिन आएको थियो अनि बिहानै बसमा झन्डै 1 आवर जति ट्राभल गरेर हट एयर बेलुन लन्च हुने डेस्टिनेसन पुगेर 1 घन्टा जति बसेपछि चाहिँ पाइलटले आज वेदर एकदम खराब छ, भिजिबिलिटी पनि त्यति राम्रो छैन, आज फ्लाइट हुन्न भनेर क्यान्सल गरिदियो। त्यही भएर यहाँ फर्केर यहाँ लेक साइडको क्याफेमा बसेर यसो कफी पिउँदैन यहाँ के गर्ने होला भनेर सोचिरहेको छु। विन्ध्यवासिनी टेम्पल आइपुग्यो। 120 पाइला भन्दा हिँड्दिनँ भनेको हिँड्नु पर्ला जस्तो छ। ट्राई गरेको मैले त पूजा गर्न आए जस्तो रहेछ। लेस देन 50 मात्रै छ, 100 छैन। म चाहिँ हेर्न आएको। धेरै टाढोबाट आएको, पूर्वबाट। हजुर यहाँ पनि रहेछ 20 भन्दै है त्यति रहेछ गर्नु रहेछ नि त्यसले त। एकछिन आराम गरौँ होला। त यहाँ राख्दा हुन्छ? Fine. Colombia. Yes. Yes, and you? I'm from here. Local. Beautiful. Local resident. Thank you. And about beautiful, you have a beautiful land. Thank you. यस्तो छ विन्ध्यवासिनी टेम्पल। कोही घुम्न फ्रान्स बोलाउँछु। ए हो र भनेपछि भगवानले ल्याएछ नि जाऊ तँलाई नि है। ल बढेको हिमाल चाहिँ एउटा देखेको छैन। यस्तो रहेछ टेम्पल चाहिँ। यहाँ मेन गेट भयो अनि यहाँ टेम्पल उता पनि खोइ यो त कि टेम्पलै होला। सानो टेम्पल रहेछ अरू। ल मैले चाहिँ यहाँ मन्दिर वरिपरिको क्लिप्सहरू हल्का रेकर्ड गरेर राखिदिएको छु, यसो हेर्नु है त ल सबैले। पहिलाको राजा रानी प्रेम र ऐश्वर्यको मूर्ति बनाएर राखेको छ। ठिकै रहेछ माथि भ्यू हल्का पोखरा मजाले देख्दैन पिसफुल। ल केटाकेटी हो तिमीहरूको दाई यहाँ सेती रिभर आइपुग्यो।
यहाँबाट हेर्दा त के पनि देखाएको छैन भर्खरै हिँड्नुभएको हेर्दै तिमीहरूलाई म देखाउँछु के छ अरू भनेर है हेर्दै जाऊ यस्तो रहेछ सराउन्डिङ त्यस्तो केही छैन अहिलेसम्म चाहिँ यसो पार्क मात्रै रहेछ यो सुरुङ बनाएर खै कहाँ लागेको पानी यो पानी कहाँ गएको पावर लागि पावर हाउसको लागि उहाँ बिरौटा तल हैन यो नदीपुर क्याम्पस ए बिजुली निकाल्छ है यो पानीबाट सेती जलविद्युत आयोजना पोखरा नदीपुर यो पनि सेती त होइन नि त यो त सेतीको पानी हो सेतीकै पानी हो पानी पनि सेतै रहेछ नि त त्यही भएर सेती भनेर रहेछ नि त ल देउसीको भेट भइयो हजुर हजुर भगवानको कृपाले होइन शिवरात्रि आउँदैछ हजुर अब शिवरात्रिमा हजुरको सबै कुरा काम सफल होस् हजुर नयाँ साल आउँदाखेरि झन् सफल होस् अलिक चिया बेसी बिक्री होस् भन्नुहोस् न मलाई चिया बेचेर चिया व्यापारी पर्यो हाम्रो बाकसभरि पैसा भइराखौँ कहिले खाली नहोस् गाहकी पनि आउनुहोस् होइन आशिक लागोस् 45 वर्ष भयो यो बनाएको थियो चाइनाले बनाइदियो बिजुली उत्पादन अनि पछि सिँचाइको लागि 45 वर्ष भयो केटाकेटी यो हेर त्यहाँ हेर त्यही हो सेती रिभर जुम गरिदिन्छु ल हेर लगभग एटलिस्ट 50 मिटर्स त डिप होला त्यो ल कोप्ते बजार आएर है केटा कोप्ते बजार पन्थी गल्ली भन्छ क्या पन्थी गल्ली आएर यस्तो यो त त्यहाँनिर हेर्ने हो अर्ग्यानिक बजार यो यही नै हो बजार क्या खास चाहिँ यतापट्टि यहाँ यसो हेरेर यतापट्टि ल अर्ग्यानिक बजार घुम्यो अर्ग्यानिक बजार ल महेन्द्र पुल आयो केटा महेन्द्र पुल महेन्द्र राजाले बनाएको रे पोखरो खोला छैन पोखरो खोला यही हो क्या पोखरो खोला त्यो मासु उसमा राख्दैन फ्रिजमा केमा राख्दैन म बेलुकातिर फोन गर्छु ल ल ल ल ल दाइको चिया बिक्री हुँदैछ ल चिया बिक्री हो दाइ यो चिया बिक्री होइन के यो त्यहाँ लोकल भैँसी कालेहरूलाई काटेको बिहानै भनिरहेको थिएँ लोकल रागा पाएछ लोकल काटेको अनि मैले भनेको थिएँ घरैलाई मलाई चाहिन्छ गर्छु भने काटेर रेडी गरेर चाहिँ कहाँ लिन आउनु भन्छ हाम्रो दाइले एकदम लोकल एक सिटी रागा है एक सिटी रागा 1 सिटीवाला हो त्यो 120 वाला क्या मेरो त 120 है भैया मीठा बना दिए दो चार ठिकै छ म एउटा मलाई प्याक गरिदिनु म बोकेर भरे खान्छु है तपाईँले अर्को बनाइदिनु है ठिकै छ तपाईँको व्यापार भयो ल कस्तो छ है यो त अब फेरि रसबरी खाए जस्तो होइन यो भनेको त बिस्तारै खाने हो क्या यो भनेको त फेरि मैले त खाइसकिसकेँ अघिको तिम्रो त मिठा हो घम खाँदा भयो खाएर भुँडीमा गइसक्यो के ढिलो खाने त्यो पनि त्यो मैले खाएको ढिलो खाने त होइन नि हो र मैले सकेँ निलिसकेँ ल हस् धन्यवाद माझीकुना आयो माझीकुना बेगनास लेक बेगनास तल आयो बेगनास तल यो यहाँको लोकल माछा भाइ यो कुन माछा भन्छ कुन जातको माछा यो के भने कृपे फिर्पे तिल्पे तिल्पे माछा ल हस् थ्याङ्क यू ल यस्तो रहेछ तिल्पे माछा बेगनासको सुकुटी साँधेको
अनि हाम्रो दाइको लागि चाहिँ स्पेसल भेज फ्राइड राइस विथ तिलपे हैन भेज फ्राइड राइस हल्का क्लोज सट दाइ र म यहाँ खाजा खाँदै बसिरहेको थियौँ काने दाइ ठ्याक्क आइपुग्नु भयो अनि हामीलाई गीत सुनाउँदै बसिराख्नु भएको छ सम्झान्छु दिन्दिन तिमीले माया नगरे पनि सम्झान्छु चिन्दिन आज र मैले भात र खायो तिउन त गामाको के माया गर्थ्यौ तिमीले साइली म जस्तो जाबाको के माया गर्थ्यौ तिमीले साइली म जस्तो जाबाको गरे पनि सम्झन्छु चिन्सिन मैले सुनेको गीत भनेको त्यही सारङ्गी मुभीको मात्रै हो सारङ्गी गीत सुनेको सारङ्गी मुभीको कुन चाहिँ सारङ्गी फिल्मको कुन गीत हो खै कुन छ कुन सारङ्गी गीतमा मैले सुनेको तपाईँलाई आउँछ सारङ्गी गीत हजुर हाम्रो घटाडा पर्नाले भेट भयो म धाम्दै आउनाले रैया साधीको म त बाउलुङे मैया मादीको रैया साधीको म त बाउलुङे मैया मादीको यारी त्यही ढुङ्गो रुझेन यही जेद अनुसार दाइको मन बुझे गीत नसुन्नु भयो हजुरको उजेलो घरमा हाम्रो बाबुहरू दिएको 2-4 सय मैले पनि लान पर्यो घरमा मलाई भोट बसो दानी हजुर हामी मौका सानो भेट भएको पानी अब त खुसी हुनुभयो नि होइन खुसी भएर जानुहोस् कुनै भयो खुसी हुनुभयो होइन नथपु पूर्व हो मेरो हाम्रो त पूर्व होइन एउटा कुरा सोध्नु जस्तै यसलाई माझीपुना भन्छ नि यो के कारणले नाम माझीपुना हो यो भनेर हामी अघि जिज्ञास हामी माझीहरू बस्ने पुना भएर माझीपुना भनेको के भयो हो माझीहरू उति गरौँ माझी घर जाल हाल्ने के माझी हजुर फेरि माझीपुना उहाँहरू बसेकोले गर्दा हो यो एरियालाई नै माझीपुना भन्नु भयो उसले गेस त गरेकै हो रुपाताल भने चाहिँ कुन चाहिँ पुरा उतापट्टि त्यो डाँडा उतापट्टि ए त्यो रुपाताल हो त पर्न अघि आएर देखेर चाहिँ एउटा तल रुपाताल रहेछ जम्मा यहाँ कतिवटा ताल भयो जस्तै यो बेग्ना फेवा 7 ताल कुन कुन भयो रूपा बेग्नास पोखरा फेवा 3टा मैती गुदे खाटे त्यो चाहिँ कहाँ छन् तिमी यता माथि माथि है बेङताल क्या यो विजयपुर छ विजयपुर त्यतापट्टि अनि हाम्रो यो बेङतालबाट उतापट्टि ल है हाम्रो भाइ बेगनास तालबाट अब भ्रमण सकेर यसो निक्लिँदै हो ल बेगनास तालको माछा पनि खाइयो नट एज एक्सपेक्टेड ठिकै थियो तर सुनेअनुसारको कहाँ मिठो त्यस्तो थियो होइन होइन हाम्रो त्यस्तो पऱ्यो कि यहाँ इभेन्ट पनि चल्दो रहेछ त्यो भएर मोस्ट अफ द स्टाफ यहाँनिर नाच्नै बिजी थियो घरमा हाम्रो घरतिर खाए जस्तो थियो
स्कुटर चाहिँ दबाउ थकारे थचारे चाकै देखिसक्यो बाटो चाहिँ अलिक खत्तम रहेछ ल भ्यू र पछाडि ड्याम रहेछ त्यो ओभरफ्लो हुने तलबाट जान्छु म त्यहाँ हाम्रो माझी दाइहरू नाउ ख्याउँदै माछा मार्दै फेवातालको तुलनामा खासै त्यस्तो उ चाहिँ छैन र पनि एउटा सराउन्डिङ वरिपरि सबै अब हरियाली डाँडा हुँदाखेरि एउटा सुन्दर देखिने। तर आज चाहिँ अब यो आकाश नखोलेकोले वेदरको कारणले त्यति क्लियर छैन। यति नै हो यो घरहरू यो बेक्नास्थलमा यति नै हो लेक साइड जस्तो ठुलो छैन लेक साइड जस्तो छैन यति नै हो। अब यो पारी डाँडामा त्यहाँ अलिकति रेस्टुरेन्टहरू छ यसो बसेर खाने यसो अब खाने बस्ने यसो त्यहाँ यसो मनोरञ्जन केही अब छ त्यहाँ। बाँकी भनेको अब यो यहाँ खासै त्यस्तो केही पनि छैन। अनि अब मैले यसो देखेर मेरो अनुसारले चाहिँ कस्तो भने हाम्रो नेपाल सरकारले चाहिँ अब यति राम्रो ताल पाएर ताललाई चाहिँ तालना बेताल बनाइदिएको हो कि भन्ने मलाई लाग्छ हो।